कार्यक्रम मेरो लागि चाहिँ एकदमै भव्य भयो है। सबैजनालाई बोलाएर सम्बोधन गरेको भएको अनि साह्रै राम्रो साह्रै राम्रो पाराले गर्नुभएको छ तपाईँहरूले होइन। अनि यति मजाले स्वागतै अब कस्तो भव्य भयो भनौँ न। रोजको स्वागत भन्नुहुन्छ कि खजाको स्वागत भन्नुहुन्छ कि सालको स्वागत हो यहाँ भनेर अरू चाहिँ अब के भन्दै हामीले है। अघि उसले भनेको कि 3 दिनमा भन्दै भन्नु सबैलाई धन्यवाद आशीर्वाद दिन भन्न चाहन्छु। मेरो बुवाजीलाई धेरै धेरै धन्यवाद छ। नेपाली जाति हामी पुरै खालको सबैले बोलाएर एकदमै सम्मान दिँदा खुसी लागेको छ र त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। धेरै परिजनसँगलाई चाहिँ आशीर्वाद है हाम्रो तर्फबाट हामीलाई यसरी भेला गरेको अब दिदीले भनेको 3 महिनामा त सक्दैनौँ, वर्षमा एकखेप हामी यसरी नै भेला हौँ है, यसरी नै मजा गरौँ। एकदम हामीलाई ऊर्जा दियो अब तिमीहरूले है। अब हामी पनि खुस गर्नु सक्ने रहेछौँ हामी पनि भन्ने सक्दिनँ भन्ने शब्द चाहिँ अब हराएको जस्तो भयो हाम्रो बुकबाट है। त्यति भनेर धन्यवाद। थ्याङ्क यू। पहिला त अब सबै सङ्घको दिदीबहिनीहरूलाई मेरो आभार प्रकाश बोलाएर यसरी सम्मान दिनुभएकोमा है। अन्त अरू अब के भन्नु भने है सबै दिदीबहिनीलाई नारी दिवसको शुभेच्छा शुभकामना सबैलाई। थ्याङ्क यू। हामीहरूले भनिसक्नुभयो है अब अरू त के भन्नु ल। थ्याङ्क यू भन्नु। यसरी मलाई अर्को वर्ष पनि यसरी जुट्नु पाऊँ हो। हामी नारी जातिलाई कसैले दबाउनु नसकोस् हो। हामी पढ्दै जाउँ, हामी हाम्रो उमेर पनि तिमीहरूलाई लागोस् हो। धेरै धेरै बधाई छ। हामीलाई मान सम्मान दिएकोमा धेरै धेरै धन्यवाद छ हो। इज्जत गरेकोमा अरू त के भन्न चाहन्छु र यो समाजको बलियो भएर जाओस्, नचुकोस्, सधैँ नै उयो भएर जाओस्, योभन्दा अझै राम्रो भएर जाओस् होइन। हामी यसरी नै सधैँपछि अब त्यो बुढाले भइ नभई भने बहिनी उफ्रिँदै भए पनि हिँडिँदैछ। अब अझ अर्को पालिसम्म बा हुन्छ होइन भाउजू। केही भन्नु छ? हामीले के भन्नु र तपाईँहरू अहिलेको नारी जाति भएर एउटा यो एकदमै राम्रो एकदमै राम्रो कुरो हो। हामी दबिएर बस्नु हुँदैन है। अब हामी त यो उमेर भइगयो, हामी त अब जाने बेला भयो। छोरा नाता नाति छोरा छोरीहरूलाई अब हामीले चाहिँ को लाग्नु भन्ने चाहिँ हामीले आशीर्वाद चाहिँ होइन। मैले त्यही आएर मेरो एउटै भएको हुँदैन, एउटै अर्कै भन्नुपर्छ। धन्यवाद।